हाम्रा पुर्खाहरूले भन्ने गर्थे साँचो डग्दैन झुटो तग्दैन। पुर्खाहरूले भनेको कुरा अहिले यो देशमा हाम्रो यो रवि लामिछानेको काण्डले त्यो सर्लक्क देखाइदिएको छ। तपाईँहरूले पनि सोच्नु होला, जनताले पनि सोचिरहेछ। अहिले यी पुराना पार्टीहरूले यो रवि लामिछानेको यो नाटकीय चुनावी नगरेको भएदेखि अहिलेको जनमत रासोपामा यस्तो उर्लिने बेला भएको थिएन, उर्लिँदैन थियो। यो कसले उरालेको भन्दाखेरि यो पुराना पार्टीले अब हाम्रो अच्चकाली भयो र अब हाम्रो त सिद्ध हामी त अब हाम्रो अच्चकाली अन्याय भइसक्यो भनेर रासो यो अरू पार्टी पुराना पार्टी आत्तिएर जस्तो रावणको दिन आएपछि रावण आत्तियो, कंसको दिन आएपछि कंस आत्तिएर कंसको मर्नु पर्यो। त्यस्तै मैले त पहिला पनि भनेको थिएँ, यो रवि लामिछाने बालेन शाह भनेको यिनीहरू देववंशी हुन्। यी देववंशीले यिनीहरूले नराम्रो काम देशलाई गर्दैनन्, यिनीहरूले रामराज्य देशमा ल्याउन सक्छन्, तर यिनीहरूलाई ठाउँ दिन पर्यो भनेर यो जनताले सर्लक्क बुझेर जस्तो ऊ बेलामा कंसले त्रेतायुगमा कंसले अत्याचार गरेको अत्याचार सहन नसकी कृष्णजीको जन्म हुनु पर्यो। कृष्ण बलरामको जन्म भएर त्यो कंसलाई सिद्ध्याउनलाई कृष्ण बलरामको जन्म भयो। द्वापरमा आएर रावणको अन्याय देश र जनताले सहन नसकेर इन्द्रलोक पनि क्याप्चर गर्यो रावणले। त्यो क्याप्चर गरेर त्यो जनताले सहन नसकेर राम लक्ष्मणको जन्म भयो। त्यो रावणको अन्त्य गर्नको लागि द्वापरमा त्रेतामा कृष्ण बलरामको जन्म भयो कंसको अन्त्य गर्नको लागि। द्वापरमा राम लक्ष्मणको जन्म भयो रावणको अन्त्य गर्नको लागि। कलियुगमा रवि बालेनको जन्म भयो यी भ्रष्टाचारीको अन्त्य गर्नलाई। त्यो कुरा मैले पहिले पनि भनिसकेको छु। यो जसरी पनि यो अन्त्य यिनीहरूको भयो। अब यिनीहरूको अन्त्य यिनीहरूले आफैले निम्ति आएको अन्त्य हो। यो कुनै देशले र जनताले अब अन्याय भइसकेपछि यो अन्याय हो भन्ने यिनीहरूले सोच्दै सोचेनन्। रवि लामिछानेमाथि यिनीहरूले जुन अन्याय गरे, यिनीहरूले नखाएको 1 रुपियाँ पनि नलिएको ठाउँमा यिनीहरूले जुन झुट्टा मुद्दा लगाएर त्यो झुट्टा मुद्दा लगाएको कारणले गर्दाखेरि रविलाई थुनेको कारणले गर्दाखेरि जनता रुष्ट भएर कसरी देखाइदिँदो रहेछ। 5वटा अदालत लाग्दा 5वटा अदालतले नेताले मन्त्रीले सरकारले जतिले पनि रवि लामिछानेले सहकारी ठग्यो, रवि लामिछानेले यसको सम्पत्ति शुद्धिकरण गर्न पर्यो भनेर जति मुद्दा लगाए पनि आजसम्म रवि लामिछानेले ठगेको यति बियो भनेर अदालतलेसम्म निकाल्न सकेको छैन। रवि लामिछानेको जति बियो निकाल्छ त्यो तिर्दिने जनता भइसक्यो। अनि रवि लामिछानेको बियो चाहिँ निकाल्न नसकेपछि त रवि लामिछाने अन्याय रहेछ भन्ने जनताले पर्याप्त मात्रामा बुझ्यो कि बुझेन, यो कुरा ध्रुव सत्य हो कि होइन छ। जनताले कसरी बुझेर अहिले 2/3 मत दो। अब त देशमा यिनीहरूलाई सिद्ध्याउन रवि बालेनलाई फुटाउन भनेर यिनीहरूले बहुत कोसिस गरिरहेछ। मिडिया पनि लगाएर कोसिस गरिरहेछ। रवि बालेन भनेको 1 हातको नङ र मासु हो। रवि लामिछाने उनीहरूको यो जीवनमा फुट्दैनन्। अब यिनीहरू फुट्नु भनेको यो देश भड्काएर ल्याउनु हो, तर फुट्दैनन्। किन फुट्छन् रवि लामिछाने? यिनीहरूले यो देशमा सुशासन ल्याउनु छ, यिनीहरूले यो देशमा एउटा इज्जतदार नाम चलाउनु छ, यिनीहरूले विश्व रेकर्ड राख्नु छ, यिनीहरूले यो देशमा भ्रष्टाचार मुक्त गर्नु छ, यिनीहरूले यो समाजलाई दुखी गरिब दिन दुखीहरूलाई सम्पूर्णलाई उपचार राम्रो शिक्षा दिनु छ, राम्रो उपचार दिनु छ।
दुखीले र गरिबले सिंहदरबारको अधिकार र कर्णालीको मान्छेको अधिकार उही बनाउनु छ। कर्णालीको मान्छेले नि जुन उपचार गर्न जुन अस्पतालमा उपचार गर्छ सिंहदरबारकोले नि त्यही अस्पतालमा उपचार गर्नुपर्छ। महाकालीको मान्छेले जुन विद्यार्थीले जुन स्कुलमा पढ्छ सांसद र मन्त्रीहरूका विद्यार्थीले संविधानिक अङ्गका प्रमुखका छोरछोरीले पनि त्यही विद्यालयमा पढ्नुपर्छ। त्यो मान्यता हो जनताको, त्यो मान्यता हो रवि लामिछाने बालनको। अब कुनै पनि मिडिया ट्रायल गरेर नि रवि लामिछाने बालनलाई फुटाउन तिम्रा बाबुको तागत चल्दैन, कसैले पनि सक्दैन। उनीहरूलाई पद चाहिएकै छैन, उनीहरूलाई देशलाई शान्ति ल्याउनु परेको छ। अनि उनीहरू किन फुट्छन्? उनीहरू फुट्दैनन्। तिमीहरूले जतिसुकै ट्रायल गर, यिनीहरूले त अब भ्रष्टाचारको निर्मूल गर्छन्। भ्रष्टाचार कहाँ मैले कति गरेको थिएँ भन्ने कुरा सोचिराख। जस्तो कि यति ओम्नी गिरीबन्धु स्टेप सांसद भवन बनाउनको लागि पनि कमिसन चलेको छ। अहिलेको नयाँ संसद भवन बनाउनुको लागि नै कमिसन खान्छ। अब अहिलेको चिस्यान केन्द्र नुवाकोटमा एउटा चिस्यान केन्द्र बनाउँदाखेरि पनि त्यहाँ नि कमिसनको खेल चलेको छ। ती सब फाइल अब ए टु जेड सब फाइल खुल्छ। कुन फाइल खुल्छ भन्ने अब यिनीहरूले गणना गरेकै छैन। त्यो सब फाइल खुलेर यो सहकारी पीडितको पैसा, सहकारी पीडितलाई पैसा उपलब्ध गराउने यिनीहरूको सोच हो, रवि लामिछानेको सोच हो। सहकारी पीडितहरूले अब पैसा पाउनुहुन्छ, तर सरकारी ढुकुटीबाट होइन, ती खानेहरूसित असुलेर सहकारी पीडितहरूले पैसा अब पाउनुहुन्छ। देशमा अब न्याय हुन्छ, देशमा सुशासन आउँछ। यो कुरा ध्रुव सत्य हो। यो कुरा तपाईँहरू लेखेर राख्नुहोस्। म पनि 70 वर्षको बुढो भइसकेँ। मैले पनि अबका पिँढीहरूले दुःख नपाउनु भन्ने मेरो पनि सोच हो। तर रवि बालनले यो कुरा पूर्ण गर्छन्। यो कुरा एकदम हो। तपाईँहरूले लेखेर राख्नुहोस्। धन्यवाद।